आज चाहिँ हामी अटो लेबलले गर्ने काम चाहिँ टोटल स्टेसनबाट कसरी गर्ने भनेर सिक्नेछौँ। सबैभन्दा सुरुमा चाहिँ हाम्रो टीएस को फुट स्क्रूलाई चाहिँ 0 मा सेट गर्नु पर्दछ। हामीले चाहिँ टीएस बाट लेभल हेर्दा चाहिँ यसको सेन्टरिङ गर्नु पर्दैन। टीएस लाई चाहिँ ट्राइपोडमा फिक्स गरिसकेपछि तीनटा ट्राइपोडको सहायताले टेन्टेटिभ लेबलिङ गर्नु पर्दछ। ट्राइपोडबाट लेबलिङ गरिसकेपछि तीनवटा फुट स्क्रू चलाएर लेभल मिलाउनु पर्दछ। सुरुमा टीएस खोलिसकेपछि टीएस को टिल मिलाउनु पर्ने हुन्छ। टिलमा गएर एक्स वाई लाई चाहिँ 1 डिजिटमा जानुपर्ने हुन्छ। 9 भन्दा कम हुनुपर्ने हुन्छ र टीएस को फेसलाई चाहिँ दुईवटा फुट स्क्रूको प्यारलल बनाएर वाई लाई चाहिँ 0 बनाउनु पर्छ र त्यसपछि वाई 0 भइसकेपछि अपोजिट साइडको फुट स्क्रूलाई चढाएर एक्स लाई पनि 0 बनाउनु पर्ने हुन्छ। एक्स वाई 0 भइसकेपछि अर्को फेसमा एक्स र वाई को भ्यालुलाई चाहिँ फेरि चेक गर्नुपर्ने हुन्छ र एक्स र वाई को भ्यालु चाहिँ 9 भन्दा कम हुनुपर्छ। हाम्रो 9 भन्दा कम आइसकेको छ। हाम्रो टीएस चाहिँ लेबलिङ भइसकेको छ। अब यो छतको चाहिँ हामी लेभल हेर्नेछौँ र सुरुमा चाहिँ टीएस को मेनुमा जानु पर्दछ। मेनु इन्टर अनि कोअर्डिनेटमा इन्टर र ओसीसी ओरिएन्टेसन इन्टर र अब रिसेक्सनमा जानुपर्छ। रिसेक्सन अनि इलिभेसनमा गएर इलिभेसन इन्टर। अब चाहिँ हामीले कुनै पोइन्टलाई चाहिँ टिबिएम मानेर 00 मानेर त्यसको रेफरेन्समा चाहिँ हामीले सबै पोइन्टहरूको आरएल हेर्न सक्छौँ। हामीले यसलाई चाहिँ 00 मानेका छौँ। हामीले 00 मानेको टिबिएमलाई चाहिँ टीएसले टार्गेट गरेर यसलाई चाहिँ हामी मेजर गर्छौँ। मेजर भइरहेछ र यस 00 भएछ यस अनि ओके र हामी ब्याक जान्छौँ। एस्केप थिचेर ब्याक र अब्जर्भेसनमा गएर इन्टर र फेरि मेजर गर्छौँ त्यही पोइन्टमा। अब 00 भइसकेको छ। अब हामी चाहिँ अरू पोइन्टमा चाहिँ त्यसको लेभल हेर्छौँ। यसमा पानी भएकोमा हामी चाहिँ हेर्छौँ। यसलाई चाहिँ अब टार्गेट गरेर मेजर गर्छौँ। मेजर लगभग यो चाहिँ -0.019 लगभग 2 सेन्टीको फरक छ। माइनस भनेको चाहिँ त्यो हाम्रो टिबिएम भन्दा थोरै कममा छ भन्ने बुझिन्छ र अर्को पोइन्टमा पनि हामी मेजर गरेर हेर्छौँ। मेजर यो पोइन्टमा चाहिँ लगभग 6 mm मात्रै लेभल डिफरेन्स छ। यसरी नै हामी अरू पोइन्टको पनि लेभल हेर्न सक्छौँ।